माथि बोटेले लाउन जस्तो छ कति तातो हुन्छ होला यो त अनि कपक्क टाउको नि भयो जय गर्दै सबैलाई खुसी पनि गर्दै घर जाने नामा डोरी चाहिँ एउटा मैले पनि लगेँ शिरबन्दीहरू छ ज्यादा प्राइस छैन यो बस सामानहरू फाल्ने नयाँ मालहरू आएको छ हेलो एभ्रिवान गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल न्यू डे न्यू ब्लग्स आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला म सन्चै छु के गर्दै हुनुहुन्छ आशा छ व्यस्त हुनुहुन्छ होला इष्टपुष्ट तन्दुरुस्त हुनुहुन्छ होला फेरि पनि तपाईँहरूलाई सबैलाई स्वागत छ आजको नयाँ भिडियो नयाँ ब्लग्समा अनि चाहिँ आजको ब्लग्समा चाहिँ के स्पेसल छ भन्नुपर्दा मेरो ब्लग्सको अन्तिमसम्म हेरेर साथ दिनुपर्नेछ अब चाहिँ तपाईँहरूको समयलाई बिल्कुल पनि बर्बाद नगरेर लागु ब्लग्सतर्फ लेट गेट स्टार्टेड गाइस अब चाहिँ हामी निस्किसक्यो घरदेखि हेलो गर्दै सानो सबैलाई जय गर्दै सबैलाई खुसी पनि गर्दै टट्टिला छ त्यसमा टट्टिला छ चलो 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 जल्दी 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 आमा पारी पुगिसक्नु भएछ जा नानीलाई भेटा जा दौडी 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 दौड न कस्तो भिड छ आमा दौडीलाई रोडतिर है आइसी की हातमा आगे इसके अंदर आओ जल्दी आओ हेर्न सक्नुहुनेछ गाइज हामी चाहिँ पुगिसकेका छौँ विनाश कलेक्सनमा जो चाहिँ भर्खरै मात्र न्यू ओपन भएको छ चण्डीगढमा सेक्टर 41B जहाँ चाहिँ न्यू नेपाली ट्रेडिसनल ड्रेस पाइन्छन् अनि अर्नामेन्ट्सहरू तपाईँहरूले थम्बनेल र हाइलाइट्स हेरेर थाहा पाइसक्नु भएको होला फेरि पनि अरू चाहिँ धेरै धेरै के चाहिँ पाइँदो रहेछ भनेर चाहिँ भिडियोको अन्तिमसम्म हेरेर साथ दिनु होला अब चाहिँ लागौँ भिडियोतर्फ फ्लिपकार्टमा त आउँथे नि तर यस्तो मलाई राखे हुन्छ नि राखे हुन्छ साथमा उ छैन नि तिनी के भन्छ तिमीलाई यो छ ढुङ्ग्री यो वाला छ यसमा अलिकति केटीहरूले यस्तो बढी यो वाला लगाउँछ नि त लामो वाला नि भन्छ के यसलाई फेरि इयरिङ्स यो हैन र हामीले ल्या मेरो यो वाला छ अलि डिजाइन अलग छ गोलो वाला फेरि अहिले आइपुग्छ मगाएको छु आइपुग्ने छ आइपुग्छ त्यो गोलो वाला फेरि एक दुईजनाले गोलो ल्याउनु न भन्नु भएको थियो गोलो वाला कहिलेसम्म आइपुग्छ गोलोले आइपुग्छ राम्रो रहेछ नि त मैले फेरि भर्खर मगाएँ अस्ति ठुलो यो अरू केटीहरू के प्राइस हुन्थ्यो यसको 250 मेरो फेरि ठुलो छ नि त्यही भएर महँगो परिहाल्छ मेरो फेरि ठुलो सेटै आएको छ कि कानको यो सबै पुरै सेट हो पुरा अनि यो पनि ठुलो छ ओके राम्रो हो मलाई अनलाइनमा 200 परिरहेको थियो दुईचोटि धोका दियो कि पहिला त आइगएको थियो एक सेट अनि यो चोटि मगाएको चाहिँ धोका दियो एउटै पठाइदिएको 3टा मगाएको एउटै पठाइदिएको हेलो हजुर त्यो लमे त्यो सामान ल्याउन जाने बेलामा त्यो लमेको अरू सामान नपठाइदिए पेन निकालेर पठाइदिए नि दिए पनि हुन्थ्यो त्यस्तै गरेर बाट्ने अनि ठ्याक्कै फुलहरु चाहिँ अगाडि देखिन्छ के कपालमा हेर्न सक्नुहुन्छ गाइज यो चाहिँ रहेको छ नेपालको डोरी पुरा पुरा यहाँ यो चाहिँ मैले उसमा देखेको थिएँ नेटमा देखेको थिएँ कस्तो राम्रो केटीहरुले त यत्र फुल गरेर बाट्या त्यसमा उ त बजारे सिस्टम पनि हो क्या त्यो नि आफ्नो आफ्नो हुन्छ कि जसरी बनाए पनि हुन्छ नयाँ बनाएर नयाँ डिजाइन भनेर लिएर आएको त्यो पनि भर्खरै मात्र खुलेको छ यो सब हेर्न सक्नुहुन्छ सबै नेपाली आइटमहरु खानादेखि लिएर चाउचाउहरु पनि मिलिरहेको छ यहाँ झोलाहरु बुन्नेले त चाउचाउ मालाको सेट पुरा ड्रेस नेपाली ड्रेस पुरा सेट छ यहाँ पुरा देखेन के हो देखेन कोही बात नहीं अनि यो चाहिँ रहेको छ इयरिङ्सहरु यो चाहिँ माङटिका अझै कानको दुसरा गोलावाला चाहिँ आएको छैन तपाईहरु आउनु यो पनि माग्छन् यो पनि कसै सबै लग्ने भनेर हान के मैले जान्दैन नानीलाई दिन्छु
छेवटा भयो यसलाई म घरै गएर अलिक कस्नु पर्ला यो फुली त निस्केको छ यो डोरी चाहिँ एउटा मैले पनि लगेँ अनि यो शिरबन्दीहरू छ ज्यादा प्राइस छैन यो इन्डियामै बसेर पनि चण्डीगढमा बसेर पनि यो 250 प्राइसमा शिरबन्दी पाउनु भनेको धेरै सस्तो हो गाइस यो 5 वटा यो भयो अनि बाँकी त उतातिर त थिएन म यहाँ आएपछि भयो यो चाहिँ यो तिलरी छटके तिलरी चाहिँ कति गरे 3000 अनि यो चोली चाहिँ धेरै राम्रो हो यो 1200 को सामानहरू चाउचाउहरू छन् यता सबैजना आउन सक्नुहुन्छ तपाईहरुले धेरै धेरै मन पर्ने छ नि मलाई त मन पर्यो मैले उठाएको चाहिँ 6 वटा यो डोरी फुलवाला 5 वटा शिरबन्दी अरु यो अझै इयरिङ्सहरु आउँदैछ अनि यता ड्रेसहरु पनि कति राम्रो राम्रो छन् सबैजना नजिक भएको मान्छेहरु तपाईहरुलाई चाहिएको छ भने खोज्दै हुनुहुन्छ भने म जस्तै नभेटाउनु भएको छ भने आउन सक्नुहुन्छ गाइस यो वाला सुट हो बुट्टा गरेर छ चाउचाउ पनि छ गाइस यो त वाला हैन करेन्ट वाला बुवाहरु भाइ दाइहरुको लागि चाहिँ ढाकाको टोपी अरे यो के भन्छ यो टोपीलाई के भन्छ माथिको ढाका हो नि त्यो पनि तलको नि ढाका नै भन्छ यसलाई ढाकै भन्छ कालोलाई पनि त्यहाँ पनि डिजाइनका छन् भात गाउँले यो चाहिँ खुकुरी वाला नेपालको वाला नक्सा वाला पर्सहरु पर्सहरु पनि टन्नै छ अन्त त्यो फेरि त्योलाई चाहिँ कति रे 450 यो माथिको यिनी थैलाहरुलाई 400 रुपैयाँ धेरै राम्रो हो नि त लुङ्गी भने खोजी बिनी छन् है गाइस यहाँ रेगुलर युजको लागि पनि कसैलाई चाहिन्छ भने फितावाला लुङ्गी पनि छन् स्वेटरहरु पनि छन् सानो यता हो अनि यिनी खादा हुन् कि के हुन् खादा हुन् कि टोपी हो नि खादा पनि छ मा पारेछ खादा टोपी दिन हो त्यो खादा वो साडी हो कि के हो यो पारे यिनी साडी यिनी साडी सुतीको धोती छ यो कपडा कम्ती खोजिएन यो कपडा आजकल चले है उरास वाला यस्तो वाला अलग अलग कलरमा मिटर नि राम्रो हो यो आजकल बहुत चले है अनि ग्ल्याक हेर्न सक्नुहुन्छ यिनी सिलसिलाइका चोली हुन् कतिका छन् नि सबै 350 देखि चाहिँ 350 सुरु है कति मोटो तातोमा लाउने रहेछ 350 हो यो मैले भ्याउन लाए बेचेर ओ तातो हेर्नु त कति मोटो छ यो मलाई किन्दैन ल्याउनु तपाईको अकाउन्टबाट पैसा कट्ने हो तातो हरिवाल नि रहेछ टोपीहरु गाइस यो लुङ्गीहरु यहाँ छ सानो तिमी यता आउ त लुङ्गीहरु यता छ अनि यो चाहिँ हो सल होला सायद सल कोही बात नहीं हुन्छ यता त ढाका टोपी थरीका छन् ढाका टोपीहरु चाहिँ हेर्न सक्नुहुन्छ गाइस नै त्यो के महँगो भन्नु हो मेरो हेरेर त त्यो मेरो त जेलै खाइदिएको धेरै मेरो हेरे त केही पनि महँगो होइन यो लुङ्गी चोलीहरु छ माला सहित अब त पक्का कुटाइ खान्छ सानोले छटके तिलरी गाई निसे उछन् हाइड्रो पोतेवाला यो त यतिकै घरमा बस्ने बेला लगाएर बस्ने कि स्वेटर लाउनु पर्दैन यस्तो तातो छ यो चाहिँ टपो इयरिङ्सहरु छ यति राम्रो डिजाइनको यो डिजाइन यसको डिजाइन अलग छ सानो पत्थरवाला एउटा ठुलोवाला छ यो सानो यो ठुलो अरु भन्दा यो हेर यिनी टपसहरु ओइ के हो त्यो अब माथि भोटेहरुले लाउन जस्तो छ यस्तो चल्या छ यो नेपाल कति तातो हुन्छ होला यो त अनि कपक्क टाउगन भइगयो गलफन्दिन भइगयो जेब पनि छ के सबै लगाइस सबैजनाले कोकोलाई चाहिन्छ अबि हात पनि पन्जा पनि भइगयो साथमा हैन पैसा गर्ने त भइगयो नै आइडिया पनि त धेरै राम्रो हो नि त मोबाइल हालेर भइगयो हात हाले पनि भइगयो
यस्तो यसको जाडोको टाइममा यो नली भएन है गाइस। सबैजना आउनु होला यहाँ को हुनुहुन्छ नजिक। बटेला हो, यो बटेला धेरै टाढा पनि छैन। पञ्चकुला हरियाणा सरी पञ्चकुला के भन्छ अरे यता धनास सबै नजिकबाट मोहालीबाट अनि यता हरेक जग्गाबाट आउन सक्नुहुन्छ, नजिकै छ। नै यो एकदम सेन्टर छ। उता खोका मार्केट धेरै टाढा परिरहेको थियो कि हामीलाई, हेर्न सक्नुहुन्छ गाइस। यो धेरै आजकल भाइरल डोरी भन्नुहुन्छ नि तपाईँहरूले, भाइरल डोरी इन्डिया पनि पुगिसक्यो, त्यो पनि मेरै ठाउँमा मेरै स्टेटमा मेरै जग्गामा पुगिसकेको छ। हो त्यो चाहिँ पैसावाला माला छ। डोरीहरू पनि छन्, दुलैवाला डोरी, केटीहरू लाउने डोरी भाइरल डोरी भइगयो। अनि माथि नौगेरीहरू छ, रातोमा हरियोमा रातो पोते छ, हाइड्रोमा सबै छ सबै। बस्नुहोस् भन यो पर्छ त्यो पर्छ नि राम्रो सायद भोलि पर्सिमा मेरो सासूहरू आउँछन् होला, म लिएर आउँछु। यो देखाइ त आइहाल्नुहुन्छ। लेडिजको लागि छानीबिनी छन्, पर्सहरू हेर्न सक्नुहुन्छ। अन्चिनाहरू मान्ने होइन, एकछिना बसिहाल्छ ल। राम्रो हो कि अक्सी रुक्नु कन्सा यति छिटो नयाँ नयाँ पनि त होला नि त। मरियमलाई क्रिसमस सकिदिनु, मरियमले सिलाउँछन् कि भयो क्या भयो भयो ढालफाल जानु के फाइदा। जे लगाइनु हुन्छ भाइ, जे लगे पनि त्यति नै त्यति पनि होइन। नेपाल हेरी त नेपाल त 1000 रुपियाँ त 100 रुपियाँ जस्तो लाग्छ। पुगिहाल्ला पुगिहाल्ला ल। सिने मान्छे त मरियमै हो। क्रिसमस कहिले चापा चाप्छ सानो कोची चरेछ कि त्यहाँ सुनै हो भाइ। हराए पनि डर छैन, पैसा पनि कमाउँछ। किन होला हैन त तिलरी हुन् के र? तिलरी हुन् राम्रो छ नि। यता हो यता नेपालको चिज घरको दैलोमै आछ भाइ, लग्नुपर्छ है। म त यिनी सबै उठाएको छु मैले त। अरूलाई हो फेरि म यिनी सबै ल्यानु, यो पनि ल्यानु। अरूले मगाएको छ नि लगिदिनु लाग्छ सबैलाई। अनि नेपाल गए भए कति महँगो हुन्थ्यो, छुनै नसकिने। यो सार्पिनहरू पनि छ, 100 रुपियाँ नि यो सार्पिन। राम्रो हो राम्रो, यो पनि बहुत चलेको थियो आजकल चल्या। यो झन् सजिलो खोल्नलाई। नेपालको सामान सबै आयो आफ्नो घर दैलोमा। कपडा पनि मोटो छ नि त, कपडा मोटो छ। स्वेटरहरू होला नि, मोटोवाला सुहरू। रातो भन्दैन कि यसलाई बेङ्गनी भन्छ। अरू कलर हेर्नु, त्यो लैजानु आमा, निलो कलर। बाघभन्दा कम थोरै नै हुनुहुन्छ त तपाईँ घरमा, बाघभन्दा कम पनि। अँ कालु के गरेछ साने त? ए मेरो छोरो त दोकानदार बनेछ आज। अब जो भने हेरमलाई पहिला ट्राई गर्नु लग्ने जति। अब फेरि भोलि पर्सि आउनु के त यिन सकिन्छन् कि यस्तो रहेन त भर्खर पल्या उ गर्ने। यो राम्रो लाग्छ सन्त तल, मलाई ऊ तलको राम्रो लाग्छ, वाइन कलर तल त्यो राम्रो लाग्छ मलाई त। तर आमाले यिनी कलर कति राम्रो मान्नुहुन्न कि, हरियो निलोमा मात्र आँखा जान्छ आमाको। फेरि बेङ्गनी कलरलाई पनि रातो हो के भन्छ नि, सबै रातो हुन्। यस्तो त ऊ चम्किने भएर रातो हुन्। अहिले कुट्छु अहिले फेरि त बहुत जोगाउनु पर्छ। मेरो त काँरा भाँच्या सुनवाला पनि एउटा फाँसै भाँच्या काँरा काँरा थेच्याएन पुरा। बस सामानहरू फाल्ने नयाँ मालहरू आएको छ।
जुत्ताको त्यो ताता ताता जुत्ता आएको छन् गाइज। यो नेपालमा चाहिँ यहाँको पनि 250 को हो। नरौ त सानो, मेरो भिडियो बिगारिदियो पुरा। सानो हेलो कतिवटाले भने थिएँ एउटा अर्जुनलाई मैले सामान ल्याउन पठाएको छु कि यहाँ। मेरो अलिक ठुलो खान्थ्यो नि तिनी, अलिक ठुलै छन् मेरो। आलीमा एउटा दुईटा कतिवटा भन्थे? 4वटा ल्याउनु पर्यो। यो चाहिँ हो म आएपछि भन्नुलाई। ए यसको डिजाइन त अलग छ त। यी सानो पनि छ, अलि अलग पनि छ, हेर्नु हैन? त्यो डिजाइनै अलग छ त्यसको। सेम लगिदिनु पर्यो। कतिवटा हालिदिए खान कि 10वटा हालिदिए भने त मैले पाउँछु। कतिवटा हालिदिए खान? खै त एउटा दुईटा तिनटा 4वटा 5वटा 6वटा। म चाहिँ 4वटा बनाउँछु। यो चाहिँ प्लेन पोते रहेछ। पातला केटीहरूलाई पातला पातलै छन्, दाउरा जस्तै छन्, सबै छन् त। सानो उड्छु होला हौ। नेपाली पर्स कपडाको हेरी हेरी हुन्छ होला नि त। मेरो सामान चाहिँ यो भयो, यो त्यो। अब तपाईँलाई जो मनपर्छ त्यही जो मनपर्छ त्यही लैजानु। मलाई के त कुन बिचैको ढाका जस्तो डिजाइन त एउटै होला, त्यही हो, कपडाको फरक हो कि। अंदर से तो एक ही होगा। ल्याउनु त के लैजानु। यो लगे यो 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 ठीक है ल डन। चलो फोन दिनु। तो गाइस हेर्नुभयो होला, हामी चाहिँ त्यहाँबाट सबबाट निस्किसक्यो। सबै चिजहरू मिल्दो रहेछ। भर्खर फर्स्ट टाइम गएको। अनि तपाईहरु यदि ट्रेडिसनल सामानहरू चाहिएको छ भने चण्डीगढभित्रमा मैले डिस्क्रिप्सनमा पनि म एड्रेसहरू डाल्ने छु त्यहाँको सपहरुको। अनि मैले त्यहाँ चाहिँ अघि पनि भनिसक्नु भएको छ, तपाईहरुले चाहिँ आउन सक्नुहुनेछ, भिजिट गर्न सक्नुहुनेछ। त्यहाँ चाहिँ सुपर सस्तो मूल्यमा ठिकै हो। हामी यहाँबाट नेपाल जाँदाखेरि कति धेरै त किराय लाग्छ, मगाउँदाखेरि पनि लिनेले पनि धेरै उ गर्छ नि, किचकिच पनि गर्छ। कसैले लिन मन पराउँदैन, कसैले चाहिँ एक्स्ट्रा खान्छ। त्यसको लागि चाहिँ हाम्रो घर दैलोमै सामने नजिकै आएको छ, तपाईहरु भिजिट गर्नु होला। चण्डीगढको सेक्टर 41B बटेला पर्छ, नियर कृष्ण मार्केट। सबै कुराहरू मिल्छ, खाने चाउचाउहरू सबै। चाउचाउ भनेको चाहिँ झन् सबैजना नेपाली सबै टुक्कै हुने हो। आफ्नो ठाउँको चाहिँ सबै चिजहरू यति भ्यालुएबल लाग्छ नि, त्यही भएर हुन्छ। सबैजना थ्याङ्क यू सो मच। अहिलेसम्म धेरै अन्तिरस्ताको साथ मेरो ब्लग्सलाई हेरिदिनु भयो। थ्याङ्क यू सो मच एभ्रिवान। आजको दिन चाहिँ सपमा नै कमसेकम 2-2.5 घन्टा चाहिँ हामीले स्पेन्ड गरेछ। फेरि थ्याङ्क यू सो मच एभ्रिवान फर वाचिङ माई भिडियो टिल द एन्ड। सी यू सुन इन नेक्स्ट ब्लग। मेरी क्रिसमस एन्ड ह्याप्पी न्यू इयर। थ्याङ्क यू सो मच। आई लभ यू। गड ब्लेस यू अल। बाई। आमा बाई गरिदिनु। बाई। के दिनुभयो देखाउनु। मैले एउटा म्याक्सीले अरू पर्सले पर्स देखाम। पर्स अहिले घर गएर देखाने। नेपाली पर्स। बाई।